नमस्कार साथीहरू, हजुरहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज हामी सबैजनालाई एकदमै मनपर्ने चिकन अचार बनाउन गइरहेका छौँ। अचारले जिब्रोको स्वाद मात्र बढाउने नभएर मनै फुरुङ्ग बनाउँछ। एकपटक खाएपछि खाइरहन मन लाग्छ। आजको हाम्रो रेसिपी एकदमै सरल, चटपटे अनि स्वादिलो छ। आउनुहोस् है त सँगै सुरु गरौँ। सबैभन्दा पहिले 1 केजी जति बोनलेस चिकन लिनुहोस्। अझै मिठो स्वादको लागि थाई सेक्सनको मासु प्रयोग गर्नुहोस्। अब यसलाई सानो क्युब आकारमा काट्नुहोस्। धेरै सानो पनि नगर्नुहोला। काटिसकेपछि थोरै तेल, थोरै बेसार र नुन हालेर राम्रोसँग मोल्नुहोस्। अचारमा नुन मसला भनेको मान्छेको जोडी जस्तै हो। जति राम्ररी घुलमिल हुन्छ त्यति नै मिठो स्वाद आउँछ। राम्रोसँग मोलिसकेपछि 30 मिनेट जति म्यारिनेट हुन छोडिदिनुहोस्। अब लसुनको बोक्रा छोडाएर त्यसलाई लामो र पातलो गरी काट्नुहोस्। त्यसै गरी अदुवा पनि सोही आकारमा काट्नुहोस्। अब म हजुरहरूलाई सुटुक्क एउटा गोप्य मन्त्र सार्वजनिक गर्न गइरहेको छु। एउटा प्यान तताउनुहोस् र मध्यम आँचमा अलिकति मेथी, अलिकति तोरी, अलिकति जिरा, अलिकति धनिया, अलिकति टिमुर, अलिकति ज्वानो, स्वाद बढाउनको लागि थोरै ल्वाङ र सुत्मेल राख्नुहोस् र अन्तिममा अलिकति तिल र स्वाद अनुसार सुकेको खुर्सानी राखेर सबैलाई बिस्तारै भुट्नुहोस्। जब भान्साभरि मसला हर बसाउन थाल्छ तब ग्यास बन्द गर्नुहोस्। धेरै भुट्यो भने यसको स्वाद जान्छ र जल्न पनि सक्छ। भुटिसकेपछि त्यसलाई एकछिन सेलाउन छोड्नुहोस्। अलि चिसो भएपछि त्यसलाई पिन्नुहोस्। हजुरहरूलाई जसरी सजिलो लाग्छ त्यसरी पिन्न सक्नुहुन्छ। तर याद गर्नुहोला, मसलालाई एकदमै मसिनो पनि बनाउन हुँदैन। ओहो, मसलाको बास्नाले मलाई त भोक पो लाग्न थाल्यो। अब एउटा प्यान लिनुहोस् र त्यसमा अलिकति तोरीको तेल राखेर तताउनुहोस्। तेल तातेपछि त्यसमा लसुन फ्राई गर्नुहोस्। अनि थोरै खुर्सानी र अदुवा पनि फ्राई गर्नुहोस्। अब बाँकी भएको तेलमा थोरै मसला पड्काएर मासु राखेर मजाले भुट्नुहोस्।
मासुलाई यत्तिको गोल्डन ब्राउन नहुँदासम्म भुट्नुहोस्। मासुमा भएको मोइस्चर बाँकी भयो भने मासु चाँडै बिग्रिन सक्छ। आवश्यक परेमा तेल थप्नुहोला। मासु राम्ररी भुटिसकेपछि अघि फ्राई गरेर राखेको लसुन, अदुवा, खुर्सानी पनि राखेर राम्ररी चलाइदिनुहोस्। त्यसपछि आफ्नो स्वाद अनुसार धुलो खुर्सानी र अघि पिनेर राखेको मसला पनि मिक्स गरिदिनुहोस्। हजुरहरूलाई मसला कतिको मनपर्छ त्यही अनुसार राख्न सक्नुहुन्छ। अब सानो आँचमा सबैलाई एकछिन चलाउँदै पकाउनुहोस्। मैले यसमा थोरै कागतीको रस पनि राखेर चलाइदिएँ। हजुरहरू लामो समयको लागि स्टोर गर्न चाहनुहुन्छ भने भिनेगर राख्नुहोला। हाम्रो घरमा चाहिँ अचार धेरै दिनसम्म बाँकी रहँदैन। अब आफ्नो स्वाद अनुसार नुन थप्नुहोस् र एकपटक राम्रोसँग चलाउनुहोस्। अब अचारलाई एकछिन सेलाउन दिनु। त्यसपछि एयर टाइट कन्टेनरमा राखेर फ्रिजमा हालिदिनु। राम्रोसँग स्टोर गर्यो भने यसरी तयार पारेको मासुको अचार 6 महिनादेखि 1 वर्षसम्म पनि बिग्रिँदैन। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि अर्को नयाँ र स्वादिलो रेसिपी लिएर चाँडै आउनेछु। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यदि मन पर्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।